हाई गाइज वेलकम टु माई अ डे इन माई भ्लग। आज चाहिँ म काममा जाँदैछु। काममा जाने बेलामा चाहिँ मलाई जहिले पनि हतार हुन्छ। 1 मिनटमा बस थियो, त्यही भएर 1 मिनटको बस क्याच गर्नुपर्ने थियो। त्यही भएर म हतार गरेर निस्किएँ। फाइनल्ली लक्कीली मैले बस पनि क्याच गरेँ। यहाँबाट म स्टार्टपुर जाँदैछु। स्टार्टपुरबाट चाहिँ ट्रेन चेन्ज गर्नुपर्ने थियो। Eastbound customers, please use the replacement bus services from stop to Cumberland Pass. 9 to 12. फाइनल्ली म अब चाहिँ काममा पुगिसकेँ। कि खोलेँ त्यसपछि चाहिँ मैले सबै ओपनिङ टास्कहरू सकेँ। फर्स्टमा आज चाहिँ यहाँ युकेमा चाहिँ रनिङ रहेछ यिनीहरूको, त्यही भएर हाम्रो रेस्टुरेन्ट पनि बिजी हुनेवाला थियो। अनि यति बिजी भयो, त्यही पनि मैले ब्रेक त लिनु नै पर्यो। ब्रेकमा गएर यसो पार्कमा गएर टिकटक बनाएँ, फोटो पनि खिचेँ। काम सकेपछि मेरो टायर्ड फेस। फाइनली काम सकेर म घर आएँ। फेरि घरमा आएको त बर्थडे सेलिब्रेसन गर्ने भन्न थाल्नुभयो। त्यसपछि हेरि एकछिन त नाच्नु नै पऱ्यो। ल हेर्नु अब हाम्रो डान्सको भिडियो। एकछिन बर्थडे सेलिब्रेसन गरेँ। अनि भोलि फेरि मेरो बिहानै मर्निङ सिफ्ट थियो, त्यसैले चाहिँ म सुत्न गएँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू गाइज। थ्याङ्क यू फर वाचिङ।